आईसीसी क्रिकेट वर्ल्ड कप लीग 2 अन्तर्गतको स्कटल्यान्ड टुरका लागि नेपाली क्रिकेट टिमको घोषणा भइसकेको छ। उक्त टुरमा नेपालले एकदमै राम्रो फर्ममा रहेको स्कटल्यान्ड र नेदरल्यान्ड्सको सामना गर्नेछ। आफूले खेलेको 12 खेलमा केवल 2 खेलमा जित निकालेको नेपाल अहिले पोइन्ट्स टेबलको अन्तिम स्थानमा रहेको छ। आगामी सम्पूर्ण खेल नेपालका लागि धेरै नै महत्त्वपूर्ण हुनेछ, नत्र नेपालको ओडिआई स्ट्याटस नै खारेज हुने जोखिम देखिन्छ। निकै नै बलियो 2 टिम स्कटल्यान्ड र नेदरल्यान्ड्सका लागि नेपालले निम्न खेलाडीलाई स्क्वाडमा राखेको छ। क्याप्टेन रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, अरिफ शेख, बसिर अहमद, गुलसन झा, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल। सधैँ जसो ओपनिङमा पहिलो रोजाई आसिफ शेख र कुशल भुर्तेल नै हुनेछन्। कुशल भुर्तेलको वन डे इन्टरनेसनलमा त्यति राम्रो रेकर्ड छैन, तर गएका घरेलु प्रतियोगिताहरूमा भुर्तेलले केही राम्रो पारीहरू खेलेका छन्। नेपालको ओडिआई स्ट्याटस जोगाउन र नेपाललाई टप 4 मा पुर्याउँदै वर्ल्ड कप क्वालिफायरमा छनौट गराउनका लागि कुशल भुर्तेलको फर्म निकै नै महत्त्वपूर्ण हुन्छ। त्यस्तै नम्बर 3 मा भने केही दुविधा हुन सक्छ, किनकि अहिलेको टिममा नम्बर 3 मा खेल्ने 3 खेलाडी रहेका छन्, अनिल कुमार शाह, भीम सार्की र रोहित पौडेल। तीनैजना ब्याटर्स टिममा पर्ने लगभग पक्का नै छ, तर नम्बर 3 मा कुन ब्याटर्सलाई खेलाउने हो त्यो भने टिम सेलेक्टरका लागि थोरै चुनौतीको विषय पनि बन्न सक्छ। हामीले देख्दै आएका छौँ नम्बर 3 मा खेल्ने खेलाडी मिडल या लोअर अर्डरमा आएर ब्याटिङ गर्दा उनीहरूले फिनिसिङको रोल निभाउन त्यति राम्रोसँग सकिरहेका छैनन्। त्यसैले नम्बर 3 का लागि भने सेलेक्टरका लागि केही चुनौती बन्नेछ। नेपालबाट फिनिसरको भूमिका निभाउनु पर्ने हुन्छ आरिफ शेख, गुलसन झा र दिपेन्द्र सिंह ऐरीले। वनडे इन्टरनेसनलमा ऐरीको पनि त्यति राम्रो रेकर्ड त छैन, तर गएका अभ्यास खेल तथा घरेलु खेलमा ओडिआईमा पनि आफूले रन बनाउन सक्ने भनेर दिपेन्द्र सिंह ऐरीले सम्भावना देखाएका छन् र पक्कै पनि यो पटक नेपाली क्रिकेट फ्यान्स दिपेन्द्र सिंह ऐरीबाट धेरै नै आशावादी छन्। गुलसन झाले नै पहिलादेखि नै नेपाली क्रिकेटका लागि एक फिनिसरको काम गर्दै आएका छन् र गुलसन झाको फर्म पनि यो सिरिजको लागि निकै नै महत्त्वपूर्ण हुनेछ। बलिङको कुरा गर्दा पछिल्लो समयमा नेपालको बलिङ त्यति चलेको देखिँदैन। पावर प्लेमा सोमपाल कामी र करण केसीले विकेट लिनका लागि निकै नै सङ्घर्ष गरेको देखिन्छ र करण केसीको फर्म पनि त्यति राम्रो छैन। ललित राजवंशीले पनि त्यति राम्रो रिदम पकड्न सकेका छैनन् र लामो ब्रेक लिएका सन्दीप लामिछानेको फर्म यो सिरिजमा निकै नै महत्त्वपूर्ण हुन गइरहेको छ। गत पीएम कपमा भने ललित राजवंशीले 10 इनिङबाट 41 विकेट लिन सफल भएका थिए, तर स्कटल्यान्डको विकेट निकै नै फरक हुन्छ र यो म्याटर गर्छ उनले स्कटल्यान्डको विकेटमा कसरी बलिङ गर्नेछन्। गत पीएम कपमा 9 इनिङमा 23 विकेट लिएका रिजन ढकाललाई पनि टिममा राखिएको छ, तर नेपाली कप्तान रोहित पौडेलले भने आफ्नो रिदम पकड्न सकिरहेका छैनन्। बीचमा उनको एक्जाम भएको कारण उनी युकेका लागि केही ढिला गएका थिए, तर कप्तान रोहित पौडेलको यो टुरमा निकै नै महत्त्वपूर्ण भूमिका हुन्छ र उनले आफ्नो लय पक्रिनका लागि निकै नै महत्त्वपूर्ण छ। स्कटल्यान्ड र नेदरल्यान्ड्स जस्तो बलियो टिमलाई जित्नका लागि निकै नै स्ट्रङ स्ट्र्याटेजी र पर्फर्मेन्सको आवश्यकता रहेको छ। नेपाली क्रिकेट प्लेयर्स निकै नै सिरियस हुन जरुरी छ, होइन भने नेपालको ओडिआई स्ट्याटस बचाउने र टप 4 मा पर्दै वर्ल्ड कप क्वालिफायर खेल्ने सपना अझै कठिन बन्दै जानेछ। तपाईको विचारमा नेपाली टिमबाट प्लेइङ 11 कस्तो हुनुपर्छ कमेन्ट गर्नुहोला र यस्तै क्रिकेट सम्बन्धी भिडियोहरूका लागि हाम्रो च्यानल ट्रोल क्रिकेट नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। जय नेपाल, जय नेपाली क्रिकेट।